सो हे गाइस वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी होइन म आज चाहिँ म घाँस काट्न जाँदैछु। घाँस काट्नको लागि हँसिया ससिया पनि चाहिँदैन क्या। मकैको यस्तो मकैको पातहरू लुस्ने हो, मकैको पातहरू लुस्ने हो। अनि यो दुईवटा यो यसको लागि घाँस ल्याउने हो। अर्को उठ्नु पर्छ, यो दुईवटा हो। बाख्राहरू भन्छ घाँस चाहिँ म 4 मुठा बाहेक धेरै ल्याउँदिनँ। यहाँ चाहिँ डोरी छ घाँस बाँध्नको लागि। मकैबारी चाहिँ उयो पर धेरै भएको हाम्रो मकैबारी हो। म जाँदैछु, एक्लै छु, कोही छैन। सो हे गाइस अहिले चाहिँ हामी मकैबारीमा आइसकेको छौँ। आधी उधी त यो मकैबारीमा काम भइसकेको छ है, मतलब गरिसकेको छ क्या। मकैको पातहरू लुसिसकेको छ। म चाहिँ अनि कहाँ लुसेको छैन भन्दै जाँदैछु। यता पछाडि लुसेको छैन होला। आज चाहिँ शीतल भएको कारणले म चाहिँ पात लुस्नु अलिक छिटै नै आएँ क्या। अनि यहाँ पनि सबैतिर लुसिसकेको रहेछ है। म चाहिँ अर्को खुट्टीतिर जानु पर्यो, किनभने मेरो चाहिँ हाम्रो चाहिँ यहाँ धेरै छ नि त। यो सब हाम्रै हो, देखे जति सबै हाम्रै हो, यहाँ पनि हाम्रै हो। अब म चाहिँ पत्ता लुस्नुतर्फ लाग्दैछु। मैले डोरी चाहिँ यहीँ राख्दैछु। अनि म मकैबारीभित्र पसेँ। अब यस्तरी काम यस्तरी हुन्छ, यस्तरी काम हुन्छ। 4 मुठा बनाएपछि चल्दिने हो। यसले गऱ्यो, यहाँ राख्यो, अनि जम्मा गऱ्यो। हामीले अब बारीमा आएर घाँस काटिसकेका छौँ होइन। यति काट्यौँ। अब चाहिँ म घरतर्फ लाग्न आँटेको। यति भन्दै बाई बाई।